छोड़िए घाँस रही बचाओ कोई चौकी मतलब बचाओ मेरी आमा म वहाँ पे कहाँ जाऊँ आज रही ना मैं मलाई बचाओ कोई चौकी बचाओ म वहाँ पे ये म कसरी जाऊँ कोई चौकी बचाओ मान्छे रहेछ मान्छे पसेको मलाई बचाओ म मर्छु ये तू खाना गया खाओ सबै उन्नतिमा चाहिँ हुनु छोडिए पढे यार बचाओ मलाई यहाँ पागल कि तो यहाँ लगे भित्र रहती ने हारो देखने त्यो पढ भाँचिनेमा थाहा पाएन त्यो आङ्गै बाँचियो यार त्यो छिरे यार आइसकिने नि यार केही यता पनि यो हातले दे ठुलो पुग्ने भयो यार यो मलाई बचाओ यार त्यसरी पनि हिँड्दै नै नाइ यार ए चप्पल तारियो त्यो हारी गरेर उठ्ला यो पुगिने भइगयो यार मलाई बचाओ यार गाह्रो भइगयो गाह्रो पक्कै आइडिया लाउनु पर्यो दाजु यार भएन यो मलाई नछोडा यार बचाओ यार अब त बचाओ यार आशी छैन कि घाटो फाल्नु नै कुनै छैन घोडाले हुने एक आइडिया अर्को बेल्ट तान्नु पर्यो कुद्दो चाहिँ बिचारा बेल्ट निक्कसम्म छोडिएला म समझदा दै थाहा यार बेल्ट त तान्नु पर्यो 300 को भारुको बेल्ट हो दाजु कहाँ यो कहीँ मान्छे चिनिया छैन जाने छैन कोही फेरि यो बचाओ यार म नेपाली हुन्थेन यार मलाई बचाओ यार त्यसरी पनि यार जोइसेर जान्छन् घरबाट यार केटाकेटी जानु मान्छेको निकै फेस देखाएर भिडियो बनाएर छोराले औँलालाई यहाँ बा भनेर त बसायो यार मलाई बचाओ यार आइए दाइए म बेल्ट त दिँदैन यार चुडाली बाँध्दै जो ज्यालो मैदैछ यो मान्छे छैन यार ज्यादा यार मलाई बचाओ यार केही एउटा यार केही भाटाको चिज हामी घर गइकन गोरु लिएर आउनु त्यो बसिराखे दाजु यार मलाई बरु यार त्यो पोइन्ट खोला यार त्यसले पनि बचाओ हैन पक गोरु लिएर आउनु हामी लिएर आएर अनि तँलाई लिन्छु बजाउन गोरु लिएर आउनु भयो गरिरहेको थियो टाढा भइगयो त घर त यार अरे टाढा होइन कति घन्टा पाउनु पर्यो बेच्दै पढ्यो यार बेच्दा बाबा छ यार बोकै उन बसे यार एकदम यो तर हातदेखि हेरेर बिचारा नाइ यार राज्य सचिव आएन यार भइ त लागेको थियो पक्क घरले गोरु लिएर आउनु त्यो यति बसिरहेको आउने उनी दाजु आउनु पक्कै ए दाजु यार मलाई बचाएर यार ए दाजु बचाएर कहाँ